नमो पार्वती पतय हर 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 महादेव शम्भो। Neon hums like a subtle thrill. Shadows dance on the windowsill. देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो। Welcome back to the Diva vlog. Hello everyone, गुड मर्निङ सबैजनालाई। वेलकम ब्याक टु माई च्यानल। आई होप यार सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। इट्स मी दिवा लामा। सो न्यू डे न्यू भ्लग है। सो आज चाहिँ अलिकति रमाइलो हुनेवाला छ किनकि हामी जाँदैछौँ लटरम्बेश्वर महादेव है। टक्क लगाएर हामी जाँदैछौँ घुम्नको लागि है। सबैजनालाई माया गरिदिनु होला, साथ सपोर्ट गर्नु होला। अनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई ट्याङ लाएर सब्सक्राइब गर्नु होला गाइज। हामी जानुपर्ने चाहिँ उँधो माथि क्लाउड भएको ठाउँमा हो। सो हामीले चाहिँ बाइक यहाँ राख्ने भनेको फेरि अलिकति बेसी हिँड्नुपर्ने रहेछ र त्यही भएर हामीले फेरि बाइक माथिसम्म लाने निर्णय गरेर हामी चाहिँ चल्दैछौँ यस्तो अप्रोच। एक्सट्रिम छ एक्सट्रिम 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 एक्सट्रिम। राम 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 राम। बचालो बचालो। वाट्सअप वाट्सअप जाला जाला बिस्तारै एक हातले चलाउँदा हो क्या। उइली हान्छ उइली 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 हान्छ उइली हाल्छ हाल्छ यो मान्छेले सट्टै उ हाल त्यता होला उ के हो या कर्नुपर्छ क्या हाम्रो। मासला झन्डै लड्यो गाइज। बाल बाल बचियो बाल बाल बचियो मासला। पिकअप भन्दा नि त्यो ढुङ्गाले हो क्या। ढुङ्गाले उफ्रेर अनि त्यहाँ चिप्लिन्छ क्या। त्यो स्लाइड भएपछि लडिहाल्छ नि। बाल बाल बचियो गाइज। मान्छे लडे त केही भएन, बाइक चाहिँ केही हुनु भएन। बाइक चाहिँ स्क्र्याच हुनु भएन। के छ गाइज के छ अनि रिग्रेट भइरह होला होइन। घरमा बसेर हेरिरह होला भिडियो सुती सुती होइन स्क्रोल गर्दै। हामी त यहाँ आइसक्यौँ गाइज। सुतेर हुँदैन नि गाइज। यस्तो राम्रो भ्युज हेर्नको लागि त हिँड्नुपर्छ, चाक दसार्नुपर्छ होइन, टोकाउनु पर्छ। जुगाले खाइदिन्छ तपाईँको खुट्टो खुट्टा। यतै हो कि होइन के हो हो यतै हो। सो गाइज त्यही हो। अब हामी चाहिँ टक्क लाएर यहाँ पूजाको सामान लिएर अब हामी जाँदैछौँ। अब चाहिँ पूजा गर्दा नि थियो उसले बोके गुरुले बोक्नु भएको छ। हाम्रो गुरुदेव के छ म्याम लड्छ कि ज्याकेट त लाउनु पर्छ कि के गर्ने। ब्यागमा हालिदेऊ नभए। सो लुक आर द भ्युज गाइज। भ्युज भन्छु खालि भ्यू। मर्छ क्या डर लाग्ने रहेछ। ओइ भने त्यही त भने। नमो पार्वती पतय हर 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 महादेव। म्याम भोलि मरिन्छ त एउटा भनिरहेछ। वी आर फ्रम काठमाडौँ होइन। राइट नाउ अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि लटरम्बेश्वर महादेवको सिडी भाइरल सिडीमा हिँड्दैछौँ, भ्लग बनाउँदै कम्मर मट्काउँदै।
के अरे मान्छे त्यहाँ देखाइन छैन ए मान्छेले देखाएन ल तुवालोले कि हामी देखाइन होला कोहीले वाउ गाइस देखियो होला उता देखिरहेछ सो गाइस अब ओए अन्धकार भयो त यार दिउँसै रात पर्यो त गाइस हो ह आजको वेदर चाहिँ बवाली छ गाइस है टक्क लगाएर देख्न सक्नुहुन्छ यस्तो क्लाउड फग होइन साथी फग भन्छ के भन्छ फगी वेदर भइरहेछ टक्क लगाएर होइन कस्तो दामी क्या क्लाउडी वाउ जस्ट अमेजिङ त्यो हुन्छ नि पानीपुरीमा अमिलो पिरो कमिला हुन्छ नि त्यही होला क्या आजको भ्यू चाहिँ ओए पुतली रुख लो गाइस ए हाँसिदेऊ पुतलीको खिच्न खोजेको देखिन्न यार पुतलीले गीत गाउँथ्यो भने गाइज खोइ त यार गाउँदैन पुतलीले गीत गाइदेऊ ओम भगवते श्री गणाधिपते नमः दीपम समर्पयामि इन्द्रो वृगस्रवाः शतिनः यता मान्छेलाई फर्क वेदाः शतिनस्तार्छु अरिष्टानेमिः शति बृहस्पति ददातु अस्तम फेरि बेसरी हान्नु हुँदैन के ठिक्क हान्नु नि होइन ठिक्क हानेको ठ्याक्कै लक भयो क्या ल रगत नि सेयर भित्र जाँदैछु म चाहिँ महादेवजीलाई दर्शन गर्न फर्किनु मिलेन सो गाइस देख्न सक्नुहुन्छ महादेवजी फुल राखिसकेँ अचेता महादेवले चाहिँ रक्षा गर्नु सबैको यो भिडियो हेर्ने सम्पूर्णलाई हाम्रो लटारामेश्वर महादेवले रक्षा गरौँ है त्यो फुल पनि थोरै लिएर आउँ है महादेवको प्रसाद अक्षता चाहिँ कुन चाहिँ हो साथी चन्द्र लिएर आउनु सबै प्रसाद फुल त्यही छ त्रिशुलको पर्छ कुन चाहिँ हो डोरी के ए यहाँ डोरी लिएर आउनु त त्यो प्रसाद खोइ ल्याइसक्यो यसमा हाल्यो हुन्छ भइरह म एकचोटि गरेर ढोगेर आउँछु ल डबल छ र साइज होइन यहाँ न के चाहिँ अलि बुझ्या भए तपाईँहरूले आमालाई चाहिँ ए ल यस्तै हात च्याप्यो क्या हातमा लाउनु हो हजुर म लगाइदिन्छु न तिमी बाहुन हजुर बाहुन उनीहरू दुइटा चाहिँ छेत्री म चाहिँ लामा तामाङ तिमी चाहिँ लामा जहाँ छैन दारी चाहिँ यहाँ भने न लाउने भएन चिन्नुहुन्छ नि ल प्रसाद जय होस् रक्षा गर्नु लटरम्बेश्वर महादेवले सबैले कल्याण सो गाइज हामीले चाहिँ टक्क लगाएर पूजासुजा गरेर अब मास्तिर जाँदैछौँ त्रिशुल हेर्न माथि टप डाँडामा है सो यो टिका लगाएपछि त छुट्टै इनर्जी हो नि त फेरि वा जस एनर्जी आइरहेछ क्या फुल एनर्जी क्या शिवजीले नै स्वयं साक्षात् दर्शन दिनुभएको जस्तो क्या हो गाइज ल त्यही हो गाइज टक्क लगाएर हामी जाँदैछौँ माथि टक्क माथि चाहिँ त्रिशुल छ है अब टक्क लगाएर खाली खुट्टै आएको हामी चाहिँ है जुत्ता लगाएर अब के आउनु भनेर होइन यो त होइन ए सही हो किनकि मुनि छ नि त भगवान् त त्यही त्यो त बुझ्नुपर्छ नि जहाँ पाइँदै जानु हुँदैन होइन साथी नजानी नबुझी त जानु हुँदैन तर ठ्याक्कै यहाँको र कालिम्पोङ र यो चाहिँ लगभग उस्तै लाग्यो मलाई गाइजहरू तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला सो देख्न सक्नुहुन्छ
कालिम्पोङमा पनि सेम यस्तै छ क्या माथि डाँडामा मन्दिर अन्त यस्तै सिँढी पनि यही छ क्या ठ्याक्कै यसो देख्न सक्नुहुन्छ हाम्रो लटरम्बेश्वरको त्रिशुल सबैजनाले दर्शन गर्नु होला ठ्याक्क भएर देख्न सक्नुहुन्छ कपाल डल्ला है महादेव सबैको रक्षा गरून् त्यही हो आइदियो यस गुड ठिक छ तर शम्भो कैलाशपति पानी परेर चाहिँ ल्याङ भयो सो देख्न सक्नुहुन्छ झरी परिसकेको छ पानीले ल्याङ गर्नु भयो गाइस कल कसरी पुग्ने यार यस्तो पानीमा भने हामी अब फर्किँदै पानी परिसकेको छ है ठुलै पानी आयो रेनकोट सेनकोट पनि खासै छैन भिजिन्छ के हो वेदर पानी सो गाइस पानी परेर हाम्रो चाहिँ यात्रा अलिकति कठिनाइ होला जस्तो छ डिफिकल्ट होला जस्तो छ वाउ तर कस्तो दामी सिन देख्दैछ नि पानी परेर मोबाइल आएर चाहिँ हेर न क्या दामी सिन ल यो अन्त पारा सो गाइस हामी चाहिँ फर्किरहेको है फर्किँदा पानीले टुट्यो त्यो पनि पानीको फेरि छुट्टै रमाइलो हुन्छ नि त त्यही भने पानी परेपछि भ्यू हेर्नु न भ्यू तल भ्यू कुहिरो पनि लागिरहेछ पानी नि परिरहेछ मजा पनि राम मजा आइरहेको मजा आइरहेछ भोलि बिरामी होला छुट्टै कुरो तर आज आज चाहिँ मजा आइरहेछ त्यही हो गाइस पानी परेर हामी चाहिँ अब बस्नु गएको खाजा खानु पर्ने हुन्छ ट्याक्क लगाएर बरु त्यो बस्नु एकछिन के खाने अस्ति भयो रे पानीले त हान्दियो नि त त्यो पारा जान्थ्यौँ हिजो राति चाहिँ हामी यहाँ बसेको थियौँ यो लज त होइन होमस्टे सो गाइस देख्न सक्नुहुन्छ त्यही हो हाम्रो लटरम्बेश्वर चाहिँ राति पानी परेको कारणले चाहिँ हामी यतै बस्न बाध्य भयौँ खानासाना खाएर अब हिँडेको चल्दिएको ल यस चलो